हेलो नमस्ते हिमशिखर टेलिभिजनको कार्यक्रम हिमशिखर टक शोमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन। म हुँ कार्यक्रम सञ्चालिका दीपिका। एज गेस्ट आज हाम्रो साथमा हुनुहुन्छ विराटनगर वार्ड नम्बर 6 का वार्ड अध्यक्ष विजय कामतज्यू। सबैभन्दा पहिला उहाँलाई स्वागत गरौँ। यहाँलाई धेरै धेरै स्वागत छ सर। नमस्ते, धन्यवाद। मैथिली फिल्म इन्डस्ट्रीमा पनि यहाँले नाम कमाउनु भएको छ, एल्बमहरू पनि खेल्नुहुन्छ, साथसाथै पोलिटिकल पनि यहाँको ब्याकग्राउन्ड छ। अहिले त वार्ड अध्यक्ष नै बन्नुभएको छ। आफूले आफ्नो वार्डमा कतिको विकास देख्नुहुन्छ? डेफिनेटली विकास त देख्नुहुन्छ, तर त्यही पनि कतिको चित्त बुझ्दो छ त? सर्वप्रथम त मैले तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र वास्तवमा हिमशिखरका सम्पूर्ण साथीहरूलाई मेरो एकदम भित्रैबाट मैले न्यानो अभिवादन पनि गर्न चाहन्छु कि कमसेकम हाम्रो विराटनगर महानगरपालिका अन्तर्गत यो हिमशिखर टेलिभिजन मलाई बोलाएर आज चाहिँ इन्टरभ्यू लिँदै हुनुहुन्छ। त्यसको लागि तपाईलाई र हिमशिखरको सम्पूर्ण परिवारलाई मैले धन्यवाद दिन चाहन्छु। अहिलेसम्म वार्ड नम्बर 6 मा तपाईले कुन कुन विकास गर्नुभयो, के गर्नुभयो, त्यहाँको शिक्षा अवस्था कसो छ, कुनै पनि टेलिभिजनले आएर यसरी सोधेको थिएन। त्यसै कारणले फेरि पूर्ण हृदयबाट म वडा वार्ड अध्यक्षको तर्फबाट धन्यवाद दिन चाहन्छु। वास्तवमा मैले सर्वप्रथम त्यहाँका जनतालाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले नेपाल राज्यमा सबभन्दा 88% मतले मलाई जिताउनु भएको छ। म त्यो विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का जनतासँग धेरै नै मलाई माया लागिरहेछ। उहाँहरूले मलाई जिताउनु भएको छ, त्यसको लागि उहाँहरूलाई पनि मैले चरणमा ढोग्न चाहन्छु। र तपाईले जुन विकासका निर्माणका कुराहरू गर्नुभयो र मैथिली फिल्ममा पनि तपाईँ फिल्महरू बनाउँदैछ, त्यसको लागि पनि मैले दीपिकाजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विकास निर्माण भनेको हाम्रो विराटनगर महानगरपालिका 6 बन्थ्यो भने पहिला चाहिँ जति पनि नेताहरू जुन आएको छ र जति पनि वार्ड अध्यक्ष पहिला आएको थियो, हाम्रो केही विकास भएको थिएन। प्रत्यक्ष तपाईँ अहिले गएर हेर्नु, पहिला हेर्नु समस्याको अवस्था कस्तो थियो, हाम्रो नगरपालिका अवस्था कस्तो थियो। तर हामीलाई 2-2.5 वर्ष 3 वर्ष पुग्ने बेलामा तपाईँहरू हेर्नुहोस् गएर अहिले हामीले चाहिँ प्रत्येक ठाउँमा अहिले समस्या भयो, व्यास मार्ग भयो, अनि बीपी टोला भयो, अनि बीएफएमको बाटाहरू, ममता मार्ग, यी सबै बाटाहरूमा हामीले चाहिँ पिचको कार्यक्रमहरू पिच पनि भइसकेको छ। र धेरै यस्तो बाटो छ हाम्रो जम्मा विराटनगर महानगरपालिका 6 का वार्डमा जम्मा 350 वटा बाटोहरू छन् र त्यो बिजुली पोलहरू भनेको 1300 साढे 1300 छन्। त्यो बाटोहरूमा धेरै राख्नु 30-40% ठाउँमा हामीले पिच गरिसकेका छौँ र 30-40% हामीले नालाको पनि काम निर्माण भइसकेको छ र ग्राइनिङ त सबै ठाउँमा हामीले गरिसकेका छौँ। र यो चोटि पनि हामीले 4 करोड रुपियाँ बजेट ल्याएका छौँ। र त्यहाँ चाहिँ अहिले म त के भन्न चाहन्छु भने हामीलाई यो विराटनगर महानगरपालिका 6 नम्बर मैले नमुना वार्ड एउटा बनाउन खोजिरहेको छु र बनाउँछु पनि 5 वर्षको अवधिमा। अहिले अझै पनि 2 वर्ष बाँकी छ, त्यो बनाउँछु। जस्तै तपाईलाई विराटनगर महानगरपालिका 6 मा पहिला जति पनि जे पनि नेताहरू आए, जस्तै हाम्रो आदरणीय शेखर कोइरालाजी पनि त्यहीँबाट सभासद जित्नुभएको थियो, त्यहाँ पनि त्यतिखेर विकास हुन सकेको थिएन। योभन्दा अगाडि जति पनि नेताहरू आएर विकास भएको छैन। म 6 नम्बरको मात्रै सन्दर्भको कुरा गर्दैछु र त्यहाँको जनताहरूले मलाई यस्तो माया गरेर जिताउनु भएको छ। यो केटाले केही गर्न सक्छ, अगाडि गर्न सक्छ। हामी कुनै पनि माओवादी पार्टीको सबभन्दा कमजोर, मैले माओवादी पार्टीबाट जितेको, तर सबभन्दा कमजोर वार्ड भनेको हाम्रो माओवादीको त्यही थियो, विराटनगर 6। र त्यहाँका जनताहरूले सबैले मलाई साथ सहयोग गरेर मलाई 88% जिताउनु भएको छ र त्यही आधारमा मैले त्यो काम पनि गरिरहेको छु। अहिले पनि अब गुनासो त छ, हामीले तुरन्तै त मुहार फेर्न पुरै सक्दैनौँ, तर पनि त्यहाँ हामीले चाहिँ अहिले लगभग 60% जति हामीले काम लगभग गरिसकेको छु। भनेपछि चित्त बुझ्दो छ हैन? त्यो तपाईहरु अब मिडिया पनि हुनुहुन्छ, मिडियाहरु डाइरेक्ट गएर पनि त्यहाँ चाहिँ हाम्रो चाहिँ 6 नम्बर वार्डमा चाहिँ निरीक्षण पनि गर्न सक्नुहुन्छ। भनेपछि तपाईको महानगरपालिकासँग पनि समन्वय राम्रै छ? राम्रो कुराको लागि राम्रो छ। र हामीले त जो पनि जति पनि वडा अध्यक्षहरू जितेका छौँ भने भोलि हामी चाहिँ विकास निर्माण काम गर्छौँ र त्यो विकास निर्माणको काममा अवरोध गरेपछि
त्यहाँ चाहिँ हामीलाई दिँदैन भने त्यहाँ चाहिँ फेरि चाहिँ त्यस्तै प्रस्तुति हामी हुन्छौँ र हामीलाई दिन्छौँ भने चाहिँ हामी हुँदैनौँ। किनभने जे चिजको निमित्त जनताको लागि हामी कसम खाएको थिएछौँ घरको दैलोमा कार्यक्रममा गएर तपाईँलाई हामीले चाहिँ बिजुली बत्तीको व्यवस्था गर्छु, बाटो निर्माण गर्छु, शिक्षा राम्रो ल्याउँछु, यसलाई चाहिँ नमुनाहरू वार्ड बनाउँछु, बच्चाहरूको जनचेतना कार्यक्रमले सबैले पढाउने विकास निर्माण तर गर्छु भने त्यस्तो हिजो दिनमा कसम खाएको थियो। त्यो हामीलाई अहिले पनि पहिला त मलाई 1 वर्ष अगाडि नगरपालिकामा फाइटै पर्यो यही सब कुराहरूको लागि। बोतलले खाना आनुभयो, सबै थोक भयो, तर चाहिँ अहिले चाहिँ त्यो छैन, त्यो अवस्था छैन। अहिले चाहिँ विराटनगर महानगरपालिकाले पनि विराटनगरको विकास नै चाहने हो, तपाईँले पनि वार्डकै विकास चाहने हो होइन, जुन विराटनगर महानगरपालिकाभित्रै पर्छ। अनि कहाँ के प्रब्लम भइरहेछ त? प्रब्लम समन्वय नमिलेको। समन्वय पहिला चाहिँ मिलेको थिएन, किनभने त्यसमा अलिकति काखा र पाखा गर्थ्यो। कुनै वार्डलाई बढी दिन्थ्यो, हाम्रो वार्डलाई कम दिन्छ, त्यसैमा चाहिँ त्यही सन्दर्भमा त्यही विषयहरू बस्दा विकास निर्माणमै परेको छ। तर अहिले चाहिँ हाम्रो पोजिटिभ छ, हाम्रो वार्डलाई मेयर साहबलाई उपमेयर साहबलाई पनि धन्यवाद दिन चाहन्छु। त्यहाँका प्रशासक प्रमुख एकदेव अधिकारी हुनुहुन्थ्यो, उहाँ चाहिँ सर्वाभएर भर्खरै अब जानुभएछ। अलिकति मलाई त्यो बिचमा खल्लो पनि लागेको छ। उहाँ आएर वास्तवमा धेरै चाहिँ विराटनगर महानगरपालिकाको मुहारै फेर्नु भएको थियो। जति पनि कर्मचारीहरूको समस्या थिए, त्यहाँ चाहिँ पोलिटिकल साथीहरूको समस्या सबैलाई उहाँले चाहिँ एकदम मन मिलेर माया गरेर हिँड्नु भएको थियो। तर उहाँले सर्वा भएर जानुभएछ। फेरि अब यो नयाँ अधिकृतजी आउनुभएछ, के हुन्छ कसो हुन्छ होइन, त्यस्तो तरिकाले हामी जान सक्छौँ कि सक्दैन, त्यस्तो अब बिचमा मनमा खलबलीहरू भइरहेछ। र अहिले मेयर साहबलाई उपमेयर साहबलाई धन्यवाद पनि दिन चाहन्छु। हाम्रो वार्डलाई मैले उहाँसँग कुरा राख्दाखेरि अहिले चाहिँ यो वर्ष हामीलाई बढी नै बजेट दिनुपर्छ, 2 करोड पहिला आएको थियो, 2 करोड थपेर दिनुभएको छ, त्यसको लागि धन्यवाद पनि दिन चाहन्छु। ओके, भनेपछि विकासको काम पनि हुँदैछ र बजेट पनि थपेर आइसकेपछि त तपाईँले सोचे भन्दा बढी राम्रो विकास हुने भयो। अब होइन, यो चाहिँ विकास तपाईँलाई अब के छ भने जति पनि हामीले त्यो अहिले पनि विराटनगर महानगरपालिका 6 नम्बर वार्डमा जस्तै तपाईँले सरुचियादेखि लिएर हामीलाई बर्जु गाउँपालिकासम्म पर्छ, सुनसरीको बर्जु गाउँपालिकामा पर्छ। र सोचे भन्दा त हामीले यो वर्ष मात्रै सोचे भन्दा अलिक बढी दिनुभएको छ पैसा, त्यसको लागि म धन्यवाद पनि भनिदिएँ होइन। र यो वार्डमा अहिले पनि 60 करोड 70 करोड 80 करोड रुपियाँ दियो भने पुग्दैन, त्यहाँ समस्याहरू छ। यो चुनौती भनेको अहिले चाहिँ हामीले मैले भने नि तपाईँलाई 350वटा त्यहाँ बाटोहरू छन्, त्यो बाटोहरूमा ग्राभलिङले मात्रै भएको छ, त्यहाँ चाहिँ नाला छैन, त्यहाँ चाहिँ मान्छेले मजाले घर पनि जान पाएको छैन। अहिले पनि नाला छैन, ग्राभलिङको समस्या छन्, तपाईँलाई पिचका समस्याहरू छन्, बाटोघाटो अहिले पनि बनेको छैन। त्यो 50 करोड रुपियाँ लगेर हामी हाल्यो भने त पनि समस्याहरू रहिरहन्छ। किनभने कहिले पनि यो 200 कि राख्नु 50-100 वर्ष भइसकेपछि त्यहाँ चाहिँ केही विकासै भएको थिएन। हामी आइसकेपछि त्यहाँ सुरुवात भएछ, त्यो पनि 50-60% मात्रै काम भएको छ, अझै पनि 40% काम छ। त्यो विकास निर्माणमा अहिले मात्रै काम छ। अहिले शिक्षाहरूमा त धेरै परिवर्तन गर्नु। मैले त्यही भन्न खोजिरहेको थिएँ, तपाईँले चुनौतीमा पनि शिक्षाको नाम लिनु भएन, तपाईँलाई लाग्दैन अशिक्षा पनि एउटा ठुलो चुनौती हो? मलाई त धेरै शिक्षा छैन भने त केही छैन मान्छेको जिन्दगीमा। किनभने हाम्रो वार्डमा सबभन्दा अहिले चाहिँ हामी चाहिँ आफ्नो ठाउँबाट प्रयास गर्दैछौँ शिक्षाको लागि। प्रत्येक घरका बालबच्चाहरू पढ्नुपर्छ र शिक्षातिर हामीले चाहिँ बढी चाहिँ फोकस दिनुपर्छ, त्यहाँ अगाडि लानुपर्छ। तर हामीले गर्दा त्यहाँ पनि सकिरहेको छैन। किन सकिराख्नु भएको छैन? विद्यार्थीहरूलाई पठाउन चाहँदैनन् उहाँहरूको बुवा आमाले कि आफै पढ्न चाहँदैनन्? जस्तै हाम्रो वार्डमा सबै खालका जातिहरू छन्। जस्तै अब पोखरेल जातको पनि छ, कोइला पनि छन् होइन, जस्तै मारे समुदायको पनि छन्, त्यसपछि मुस्लिम समुदायको छन्, त्यसपछि कामत, मण्डल, पासमान, सहनी, धानुक सबै जातहरूको मुसहर, डोम, चमार सबै छन्। र केही मात्रामा जस्तै अब बुद्धिजीवीको ठाउँमा त उहाँहरू त आफै चाहिँ बोर्डिङ स्कुलमा पनि पढाउनुहुन्छ, सागरमाथा भयो के ठुला बोर्डिङ स्कुल छ त्यताबाट जान्छ। र सरकारी स्कुलमा केही पनि अब चेतना भएको जसको पैसा छैन पढाउनै सक्दैन, त्यहाँ सर्वोच्च हाम्रो जम्मा 3वटा सरकारी स्कुलहरू छन्। एउटा चाहिँ शिक्षा सदन आधारभूत मावि भइहाल्यो, हाम्रो जनचेतना आधारभूत भयो, एउटा चाहिँ हाम्रो श्रीधर निधर जनचेतना आधारभूतमा। हामी 3 ठाउँमा जम्मा सरकारी स्कुल 3वटा भयो, अर्को मर्दासाहरू पनि छ मुस्लिम समुदायहरूको साथीहरूका। त्यसपछि बोर्डिङै स्कुल तपाईँले हाम्रै वार्डमा फेरि 5वटा बोर्डिङ स्कुल छ, त्यहाँ मन्टोश्रीहरू पनि छन्। सबै ठाउँमा हामी चाहिँ अस्ति पनि हामीले भर्खरै तुरुन्तै योभन्दा 2 महिना अगाडि 3 महिना अगाडि चाहिँ हामीले एउटा कार्यक्रम पनि गएर शिक्षालाई कसरी चाहिँ अगाडि बढाउनुपर्छ, कसरी जानुपर्छ, त्यहाँका समाजका मान्छेहरूलाई पुरा हाम्रो वार्डभरिमा जम्मा
16वटा टोल सङ्गठन छन्। त्यो 16वटा टोल सङ्गठनका बुद्धिजीवीहरूलाई त्यहाँका नागरिकहरूलाई समाजका सबैलाई बोलाएर हाम्रो नगरपालिकाबाट पनि बुद्धिजीवीहरूलाई बोलाएर एउटा चाहिँ हामी कार्यक्रम अभियान गऱ्यौँ त्यो घर दैलो कार्यक्रम। तर घर दैलो अभियान कार्यक्रममा हामीलाई जाँदाखेरि त्यहाँ चाहिँ समस्याहरू निकै देखियो। अहिले पनि त्यहाँ अब यस्तो गरिब मान्छेहरू छन्, एक छाक कमाउँछ भने रिक्सावालाले अब अर्को दिन रिक्सा फेरि चलेन भने त्यो भोकै बस्नुपर्छ। भनेपछि बेरोजगारीको समस्या निकै छ। त्यसको लागि रोजगारी सृजना गर्न चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ? मैले त अब गरेर पनि त फेरि अगाडि हुँदैन, म सकिरहेको छैन, केही पर्सेन्ट सकिरहेको छैन किनभने सरकारै सकेको छैन। अहिले यो विराटनगर वार्ड नम्बर 6 मात्र एक्सक्युज मात्र दिइराख्नुहुन्छ त, तपाईँले जित्नुभयो होइन, अब एक्सक्युज दिएर हुँदैन। किन भइरहेको छैन त? तपाईँको कुरा माथि उहाँहरूले सुनिराख्नु भएको छैन कि के मैले किन गर्न सकिनँ जस्तो लागिरहेछ यहाँलाई? कुनै पनि कुरा एकैचोटि सम्भव हुँदैन। जादुको छडी त होइन, त्यो पनि अब सरकारी काम भनेको हजुरहरूलाई पनि राम्रो थाहा होला। भर्खरै हाम्रो 3 वर्ष भयो छ, हामीले त विकास निर्माण काममै अहिले जुटिरहेछौँ, त्योबाट पनि हामीले अहिले निस्किन सकेको छैन। र शिक्षाको कुरा गर्दाखेरि अर्को पाटोमा हामीले त्यो घर दैलो कार्यक्रम गर्दाखेरि जाँदाखेरि त्यस्तो चाहिँ जनताको चाहिँ उयो छ। र नगरपालिकामा पनि हामीले बैठक जहाँ हाम्रो भनेको यो आखिर नगरपालिकाको मातहतमा वार्ड चल्यो, हामीले जुन ठाउँमा राख्नुपर्ने कुराहरू त्यो पनि अस्ति हामी राखेको छौँ। किनकि बेरोजगारी र अशिक्षा भयो भने यसले क्राइमको सृजना गर्छ। सबैभन्दा ठुलो समस्या चाहिँ त्यहाँ छ। यदि बेरोजगारी छ र अशिक्षा छ भने त्यसले क्राइम बढी बढाउँछ कि लाग्दैन हजुरलाई? मलाई त के लाग्छ भने बेरोजगारी भयो भने अभियसली एकदम क्राइम बढ्छ। किनभने प्रत्यक्ष मैले चाहिँ हेर्दैछु मेरो वार्डमा एउटा पढे लेखेको मान्छेले पनि रोजगारी पाएन भने क्राइम हुन्छ नि। क्राइम हुन्छ किनभने के गर्ने नगर्ने त्यसको त अब एसएलसी पास गरेछ, आइए बिए पास गरेर बसिरहेछ, हामीनिर माग्न आउँछ काम। तपाईँ वडा अध्यक्ष हुनुहुन्छ, स्थानीय सरकार हुनुहुन्छ, हामीलाई काम दिनुहोस्, हामी काम गर्छौँ। अब त्यो काम माग्न आउँदाखेरि हामीले पनि अब सरकारी जब त दिन सक्दैन किनभने अब रुल सिस्टम हुन्छ, त्यसमा पास पनि हुँदैन कति सालले। र हाम्रो वार्डमा भनेको ठुला फ्याक्ट्रीहरू पनि छैन। जति फ्याक्ट्रीहरू चाहिँ 2-4वटा छ त्यहाँ हामीले आफ्नो भनेअनुसार जस्तै त्यो पढे लेखेका विद्यार्थीहरू अहिले चाहिँ रङ मिस्त्रीको काममा लगाइदिनुहोस् भन्छ। जस्तै सेन्टर महलमा लगाइदिनुहोस्, भाट बटनीमा लगाइदिनुहोस्। भाट बटनी पनि हामीले अब सोर्स फोर्सका कुरा आउँछ त्यहाँ चाहिँ हामीले भनेपछि यतिजना मान्छे राख्दैनौँ, कहाँ तपाईँको मान्छे राख्छौँ मात्रै हामीले। र तपाईँको मान्छे 3 जना 4 जना 5 जना। हाम्रो घर भनेको अहिले जनता भनेको तपाईँले 15,000 देखि 20,000 त्यहाँ जनता छ। अनि गहन चिन्तन गर्ने बेला भइसक्यो त? अब भइसकेको छ। अब हामीले त्यो ठाउँमा पनि कुरा राखेको छु, प्रदेश सरकारलाई पनि हामी विज्ञापनहरू अनि बुझाउँछु, हामी पनि भन्छु, त्यहाँ हामी पनि छलफल बहस भइरहेछ यसलाई कसरी गर्ने के गर्नु। तर हामीले अहिले पनि यहाँको चाहिँ एसपी साहबहरू, यहाँका नगरका वडाका वैद सरहरू, डिएसपी साहबलाई धन्यवाद पनि दिन चाहन्छु। उहाँसँग कोर्डिनेसन गरेर अहिले हामीले चाहिँ राम्रो पनि काम गरिरहेछौँ। जस्तै साझेदार पुलिस प्रशासन र त्यहाँका स्थानीयको साझेदार एउटा कार्यक्रममा गइरहेछ। पहिलाभन्दा केही मात्रामा अहिले सुधार पनि भएको छ। पहिला त निकै क्राइम हुन्थ्यो, जहाँ जे गयो भने कसै असूचित पनि मान्छे जानको लागि चेली छोरीहरू जाँदाखेरि त्यहाँ चाहिँ जिस्काइदिने, धेरै गाली गरिदिने, त्यस्तो अहिले चाहिँ त्यो कुराहरू चाहिँ एकदम पुरै चाहिँ नर्मल भएको छ। हामीले पनि आफ्नो ठाउँमा एक्सन लिइरहेछौँ र पुलिस प्रशासन साथीहरू पनि लिइराख्नुपर्छ। त्यस्तो डरमर्दो थियो, तर अहिले त्यस्तो छैन। तर अहिले सबभन्दा बढी के छ, हामीले त एउटा काम के गर्न सकिरहेको छैन त नि, सबभन्दा दारूमा बिग्रिने क्या। दारू मासु खाने अनि निस्किने, गाली गर्ने, वडा अध्यक्षलाई पनि गाली गर्ने, सदस्यले पनि गाली गर्ने, पुलिसलाई पनि गाली गर्ने। अब त्यो छाडा भएन त्यस्तो प्रवृत्ति अलिकति हाम्रो चाहिँ फेरि नहरपारी यता नहरवारी चाहिँ छैन, नहरपारी चाहिँ त्यो बढी मात्रामा चाहिँ त्यसरी चाहिँ भइरहेछ क्या। तर त्यसलाई नियन्त्रण चाहिँ गर्नु पर्यो। अब त्यसको लागि यहाँहरू पक्कै पनि केही न केही त गर्दै हुनुहुन्छ होला। स्वास्थ्यको बारेमा पनि म यहाँसँग कुराकानी गर्नेछु, तर अहिले पनि बेला भएको छ एउटा सानो व्यापारिक विश्रामको। ब्रेक पश्चात पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। वाडा नम्बर 6 का वाडाध्यक्ष विजय कामतजी आज हाम्रो साथमा हुनुहुन्छ। उहाँसँग कुराकानी गरिरहेका छौँ हामी। रोजगारी के कति छ, त्यसपछि अशिक्षालाई निवारण गर्नको लागि उहाँहरूले के योजना बनाउनु भएको छ त्यसको बारेमा ब्रेकभन्दा अगाडि हामीले कुरा गऱ्यौँ। अब कुरा गरौँ स्वास्थ्यको।
हेल्थ सम्बन्धी तपाईँका योजनाहरू के छन्? मलाई त जति भन्दाखेरि कमै लाग्छ। तपाईँले यस्तो यस्तो क्वेसन ल्याउनुहुन्छ, ठ्याक्कै जस्तो लाग्छ कि वार्ड अध्यक्ष तपाईँ पनि भइसक्नु भएको छ कि क्या बेला त्यस्तै कुरा गर्नुहुन्छ होइन। म धन्यवाद पनि फेरि दिपिकाजी तपाईँलाई दिन चाहन्छु। अहिलेको सबभन्दा समस्या भनेको अब के चुनौतीहरू जुन भनेको थियो, एउटा स्वास्थ्यको पनि त्यहाँ चुनौती छ। हामीले एउटा चाहिँ स्वास्थ्य केन्द्र नै राखेको छ एउटा। त्यो स्वास्थ्य केन्द्रमा अहिले 2 जना डक्टरहरू पनि हुनुहुन्छ। उहाँहरूले जस्तै अब त्यहाँ सबैको धेरै कुरा ठुलो गर्न सक्दैन। तत्कालको लागि हामीले जस्तै तपाईँलाई रुगा खोकी मर्गे अनि के काट्यो भने डिटोल सिटोलसम्म त्यतिसम्म चाहिँ हामी अहिले पनि फर्स्ट एडमा गर्दैछु। त्यहाँ उपचारहरू चाहिँ भइरहेछ। जस्तै अब त्यहाँ पासमान मण्डल कामत अशिक्षित धेरै पनि छन्। त्यही केही भयो भने तुरुन्तै आउँछ। सानो कुराहरू चाहिँ हामीले अहिले चाहिँ त्यहीँबाट ट्रिटमेन्ट गरेर हामी पठाउने पनि गरेका छौँ। र भर्खरै अस्ति योभन्दा अगाडिको बजेटमा हामीले झगडा पनि गरेको थियौँ। हाम्रो जस्तै माननीयजीले पनि भनेको थियो जनस्वास्थ्यको त्यो एकजना हाम्रो साथी नै हुन्छ जयराम यादवजी, उहाँले पनि भनेको थिए हाम्रो स्वास्थ्य एउटा पनि पारिदिनुपर्छ। र उहाँले उहाँकै पहलमा र नगरपालिकाको पहलमा हाम्रो 63 लाखको एउटा भवन पनि पारिदिनु भएको छ। र म यो हिमशिखरबाट उहाँलाई धन्यवाद पनि दिन चाहन्छु किनभने मेरो वार्डमा एउटा गरिब र निमुखा ठाउँमा पनि उहाँले जुन चाहिँ यो भावनाभित्रबाट सोच ल्याइदिनुहुन्छ त्यसको लागि मैले आफ्नो वार्ड अध्यक्षको तर्फबाट र व्यक्तिगतबाट धेरै धन्यवाद दिन चाहन्छु। अनि आफ्नो जुन वाडा छ त्यसलाई चाहिँ म नमुना वाडा बनाउँछु भनेर भन्दै हुनुहुन्छ, अरू वाडाभन्दा अझै विकास कार्य गरेर देखाउँछु भन्दै हुनुहुन्छ। त्यसको लागि प्लानिङ चाहिँ के छन्? यहाँसँग ब्लु प्रिन्ट के छ? कुनै पनि कार्यक्रमको बनाउनको लागि त नीति निर्माण त गर्नै पर्छ। बिना नीति निर्माणको त सक्दैन पनि। त्यसमा पनि नीति निर्माण गर्नको लागि टिम चाहिन्छ। त्यो टिम हामीले 5 जनाको टिम छ, तर 5 जनासँग हामीले सकिरहेको छौँ अझै। त्यहाँको अब त्यो नीति नियम बनाउनको लागि हामीले एक वर्षमा नीति नियमहरू बनाउँदै गइरहेछौँ। मलाई जुन चाहिँ स्थानीय सरकार स्थानीय मान्छेले जुन जिताएको छ र स्थानीय सरकार मलाई अहिले वडा अध्यक्ष बनाएको छ, मैले आफ्नो भिजनहरू पनि छ मैले ल्याउँछु 5 वर्षमा कमसेकम। अहिले त हामीले 3 वर्षमा नसोचेका कामहरू गरेका छौँ। प्रत्यक्ष तपाईँले गएर हेर्न सक्नुहुन्छ। जस्तै तपाईँलाई योभन्दा अगाडि पनि मैले भने यो सनुचियाको मुहार हेर्नुहोस्। अहिले गएर पहिला केही थिएन, त्यहाँ हिँड्दाखेरि हामीले बालबच्चालाई स्कुल हामी लान्छौँ भनेर सनुचियाको विराटनगर महानगरपालिकाको ठाउँमा जस्तो तपाईँलाई चप्पल जुत्ता खोलेर चाहिँ बोक्नु पर्थ्यो, साइकल उठाएर लानु पर्थ्यो, बच्चालाई किस्रा थियो, पुरा हिले थियो कतैतिर। तर अहिले गएर हेर्नुहोस् पुरा चाहिँ पिच भइसकेको छ। एक अर्को कुरा उता नहर पारी पनि हेर्नुहोस्। नहर पारीमा त एकदम पुरा यति नै हिलो थियो कि 2-3 महिना यस्तो गाह्रो हुन्थ्यो कि कुरै छोड्दैन। त्यहाँबाट अब जमिन बेचेर भागो के गर्यो त्यहाँको मान्छेहरू त्यस्तो हुन्छ। अहिले गएर हेर्नुहोस् त प्रत्यक्ष हेर्न सक्नुहुन्छ। त्यहाँ त्यस्तो चाहिँ हामीले चाहिँ विकास गरिरहेछौँ। प्रत्येक ठाउँमा अहिले नालाहरू बनाउने काम गरिरहेछ र प्रत्येक बिजुली बत्तीहरू हामीले चाहिँ बलहरू चाहिँ बनाउँदै हामी त्यहाँ गइरहेछौँ। र अर्को कुरा अहिले पनि शिक्षामा पनि हामीले जोड दिइरहेछौँ। जस्तै शिक्षामा पनि पहिला त्यहाँ कुनै पनि ठाउँमा एउटा स्कुलमा त्यो 2वटा कोठा 3वटा कोठा मात्रै थियो। अहिले प्रत्येक 3वटा स्कुलमा हामीले 2 तले भवन निर्माण गरेको छौँ सबै ठाउँमा। त्यो शिक्षालाई स्थापित गर्नको लागि। तर त्यो भवन मात्रै बनाएर हुँदैन, त्यहाँ हामी कार्यक्रमहरू पनि ल्याएर अगाडि चाहिँ बढाइरहेको छौँ। जस्तै हाम्रो वार्डमा हेर्नुहुन्छ भने मन्दिर कुनै ठाउँमा थिएन, तर अहिले चाहिँ हाम्रो चाहिँ 8वटा मन्दिर छ। 8वटा मन्दिर सबै बन्ने निर्माण अवस्थामा छ, बनिरहेछ सबै ठाउँमा गर्दैछ। जहाँबाट आफ्नो ठाउँमा प्रयास गरेको छ। र 5 वर्ष अवधिमा मलाई लाग्छ अहिले पनि 2-3 वर्ष अब बित्न सकेछ राखौँ, अब 2 वर्ष बाँकी छ। 2 वर्षमा हामीले जस्तै अहिले तपाईँलाई हाम्रै घरदेखि पश्चिम रिङ रोड छन्, नमुनाको रूपमा हामीले 4-5 करोड त्यहीँ ल्याएर त्यहाँ चाहिँ खाने बस्ने अनि चाहिँ हिँड्ने बिहान हुन्छ नि। जस्तै हामी दिल्लीमा मर्निङ वाक पार्कहरू नि एकदम नमुनाको रूपमा त्यहाँ पार्क बनाइरहेको छु। त्यो 1 वर्षमा काम सुरु भइसकेछ। 1-1.5 वर्षको भित्रमा काम सम्पन्न पनि भइहाल्छ। र अर्को अहिले पनि हामीले एडिबीबाट पनि
तपाईँलाई प्रदेश सरकारबाट पनि जस्तै हाम्रो आदरणीय लालबाबु पण्डितजी मन्त्री पनि हुनुहुन्थ्यो, उहाँले पनि अब त्यो सामुदायिक भवनहरूदेखि लिएर विकास निर्माणका कामहरू माथिबाट दिँदै हुनुहुन्छ। प्रदेशबाट पनि सत्र बजेटहरू पनि हामीले ल्याउँदैछौँ। हामी पनि अब सबै मन्त्रीहरूलाई सभासदहरूलाई गुहार्दै अगाडि गइरहेको छ। हाम्रो कमसेकम यो त्यहाँको अब नमुना वार्ड बनाउनको लागि त हामीसँग आर्थिक चाहियो। आर्थिक छैन भने त हामी के गर्न सक्दैनौँ, कुनै पनि चिजमा आर्थिकता चाहियो। त्यसै कारणले हामीले 2 लाख 2 करोड 4 करोड 5 करोड ल्याउँदै गरेको छु। तर यो चोटि जुन चाहिँ मलाई लाग्छ 10 देखि 15 करोडसम्म मैले बजेट ल्याउँछु। सबैसँग मैले आग्रह पनि गरेको छु, प्रदेशसम्मदेखि लिएर मैले वार्डदेखि लिएर केन्द्र सरकारसम्म मैले आग्रह पनि गरेको छु। र यो हिमशिखरको टेली मार्फत पनि मैले उहाँहरूलाई जति पनि आदरणीय मेरा सभासद दाजुहरू हुनुहुन्छ, प्रदेशका सभासद दाजुहरू हुनुहुन्छ, आदरणीय नेताहरू हुनुहुन्छ, सबैलाई आग्रह पनि गर्न चाहन्छु कि मेरो वार्ड निकै पनि त्यहाँ चाहिँ अहिले पनि विकास निर्माण गर्ने कामहरू धेरै भएको छ, अशिक्षित पनि छ। उहाँले सबैजनालाई ध्यान पुर्याइदिनुहुन्छ भनेर मैले आशा अपेक्षा र आग्रह पनि गर्न चाहन्छु। वार्ड नम्बर 6 मा धेरै चुनौतीहरू छन् र ती चुनौतीहरूलाई पार गर्दै तपाईँले विकास निर्माणका कार्यहरू गर्दै हुनुहुन्छ। बेरोजगारीलाई निर्मूल कसरी गर्ने त्यस सम्बन्धी पनि कामहरू गर्दै हुनुहुन्छ। महिलाहरूको लागि, वरिष्ठ नागरिकहरूको लागि पनि काम गर्दै हुनुहुन्छ हैन। र आगामी दिनमा यो एउटा नमुना वार्ड बन्नेछ भन्ने हाम्रो शुभकामना पनि यहाँलाई हैन। तपाईँले सोच्नुभएको सबै कामहरू पुरा होस्। धेरै कुराहरू अझै छुटे होलान्। नेक्स्ट कुनै बेला हामी फेरि पनि यहाँलाई एज अ गेस्ट निम्ति आउनेछौँ र ती विषयमा पनि कुराकानी गर्नेछौँ र अझै नभएका विकासहरू त्यतिखेरसम्म भइसक्छन् भन्ने आशा पनि मैले लिएको छु। यहाँलाई धेरै धेरै धन्यवाद। हस्त। आजको कार्यक्रमको श्रृङ्खलामा यति नै। हामीलाई बिदा दिनुहोस्। नमस्कार।